सम्पूर्णमा नमस्कार। फेरि पनि स्वागत छ तपाईँहरूलाई क्र्याक विथ मी युट्युब च्यानलमा। यसमा चाहिँ हामीले नेपालका प्राचीन इतिहासको पार्ट 2 भाग लिएर आएको छौँ। योभन्दा अगाडि नेपालको प्राचीन इतिहास पार्ट 1 लिएर आएको थियौँ, जसमा हामीले बेसिक लेभलमा सबै खालका प्राचीन इतिहास, नेपालको प्राचीन इतिहासमा रहेका सबै खालका विषयहरूलाई ओगटेर बेसिक लेभलको क्वेसनहरू सेट तयार बनाएका थियौँ 50वटा क्वेसनको। यस पार्ट 2 मा पनि हामीले त्यही सबै प्राचीन इतिहास तर केही माथिल्लो लेभलमा एडभान्स लेभलमा गएर यसमा चाहिँ पार्ट 2 भनेर केही एडभान्स लेभलका क्वेसनहरू अगटेका छौँ। यो पार्ट 1 र पार्ट 2 हेरिसकेपछि तपाईँको सबै लगभग प्राचीन इतिहासमा सोध्ने सम्भावित क्वेसनहरू, पहिले सोधेका क्वेसनहरू, सम्पूर्ण क्वेसनहरू अगटेर हामीले लगभग बनाएका छौँ। केही बाँकी रहे, त्रुटि रहे, सच्याउनु परे, कुनैको जवाफ गलत भए हजुरहरूले हामीलाई कमेन्ट बक्समा आफ्नो विचारहरू छोडिदिन सक्नुहुनेछ। यति भन्दै हाम्रो यस सेसनको पार्ट 2 हामी सुरु गर्नेछौँ। प्रश्न नम्बर 1 मा रहेको छ, गोपाल वंशावली अनुसार 8 जना शासकहरूले कति वर्ष शासन गरेका थिए? अप्सनहरू, अप्सन नम्बर ए 491 वर्ष, अप्सन नम्बर बी 505 वर्ष, अप्सन नम्बर सी 521 वर्ष, अप्सन नम्बर डी 161 वर्ष। यसको सही एन्सर रहेको छ अप्सन नम्बर सी 521 वर्ष। 521 वर्ष जम्मा गोपाल वंशीहरूले नेपालमा शासन गरेका थिए। प्रश्न नम्बर 2 मा रहेको छ, बुटवल क्षेत्रमा पाइएको रामाथिपेकस मानवको अवशेष कति वर्ष पुरानो मानिन्छ? बुटवलको तिनौं नदीको किनारमा रामाथिपेकस नाम गरेको मानिसको अवशेष पाइएको थियो। यसैबाट चाहिँ नेपालमा मानिसको बसोबासको सुरुवात भएको भनेर नै भन्ने चलन रहेको छ। यसको कति वर्ष पुरानो मानिन्छ, यसको अवशेष कति वर्ष पुरानो मानिन्छ? अप्सनहरू, अप्सन नम्बर ए 1 लाख वर्ष, अप्सन नम्बर बी 10 लाख वर्ष, अप्सन नम्बर सी 1 करोड वर्षभन्दा अगाडि र अप्सन नम्बर डी 50 लाख। यसको सही एन्सर रहेको छ अप्सन नम्बर सी 1 करोड वर्षभन्दा अगाडि। प्रश्न नम्बर 3 मा रहेको छ, नेपाल शब्दको पहिलो उल्लेख कुन ग्रन्थमा गरिएको थियो? नेपाल शब्दको पहिलो उल्लेख कुन ग्रन्थमा गरिएको थियो? अप्सनहरू, ए ऋग्वेद, बी महाभारत, सी अथर्वपरिषद, डी मुन्दुम। यसको सही एन्सर रहेको छ अप्सन नम्बर सी अथर्वपरिषद। अथर्वपरिषदमा नेपाल शब्दको पहिलो उल्लेख गरिएको थियो। प्रश्न नम्बर 4 मा रहेको छ, महाभारतको कुन पर्वमा नेपाललाई विषयको रूपमा वर्णन गरिएको छ? प्रश्न नम्बर 4 फेरि पनि सुन्न सक्नुहुन्छ, महाभारतको कुन पर्वलाई विषयको रूपमा वर्णन गरिएको छ? अप्सनहरू, ए आदि पर्व, बी वन पर्व, सी भीष्म पर्व, डी शान्ति पर्व। यसको सही उत्तर रहेको छ अप्सन नम्बर बी वन पर्व। वन पर्वलाई चाहिँ महाभारतमा नेपाललाई विषय भनेर वर्णन गरिएको छ। क्वेसन नम्बर 5 मा रहेको छ, शिलालेखमा पहिलो पटक नेपाल शब्दको उल्लेख कहाँको अभिलेखमा भएको थियो? अप्सनहरू, टिस्टुङ, पशुपति, चाँगुनारायण र लुम्बिनी। फेरि पनि क्वेसन नम्बर 5 मा रहेको छ, शिलालेखमा पहिलो पटक नेपाल शब्दको उल्लेख कहाँको अभिलेखमा भएको थियो? यसको सही एन्सर रहेको छ अप्सन नम्बर ए टिस्टुङ। टिस्टुङको शिलालेख वसन्तदेवले राखेको टिस्टुङको शिलालेखमा पहिलोपल्ट नेपाल शब्दको उल्लेख रहेको पाइएको छ। प्रश्न नम्बर 6 मा रहेको छ, कर्नाटक राज्यका स्थापक राजा को थिए? अप्सनहरू, न्यायदेव, अप्सन नम्बर बी हरिसिंहदेव, सी रत्नमल्ल, डी जयप्रकाश मल्ल। फेरि पनि कर्नाटक राज्यका संस्थापक राजा को हुन्? अप्सन नम्बर ए न्यायदेव, बी हरिसिंहदेव, सी रत्नमल्ल, डी जयप्रकाश मल्ल। यसको सही एन्सर रहेको छ अप्सन नम्बर ए न्यायदेव। न्यायदेव कर्नाटक वंशका स्थापक राजा थिए अथवा प्रथम राजा थिए। प्रश्न नम्बर 7 मा रहेको छ, पण र पुराण नाम गरेका मुद्रा चल्तीमा चलाउने राजा को हुन्? अप्सनहरू, ए मानदेव, बी अंशुवर्मा, सी गुणकामनादेव, डी नरेन्द्रदेव। यसको सही एन्सर रहेको छ अप्सन नम्बर डी नरेन्द्रदेव। नरेन्द्रदेवले पण र पुराण नामका मुद्राहरू चलनमा ल्याएका थिए। प्रश्न नम्बर 8 मा रहेको छ, पण बराबर कति, एक पुराण बराबर कति पण हुन्थ्यो? अप्सनहरू, ए 4 पण, बी 10 पण, सी 16 पण, डी 20 पण।
यसको सही एन्सर रहेको छ अप्सन नम्बर सी 16 पौड। 16 पौड बराबर 1 पुराण हुन्थ्यो। प्रश्न नम्बर 9 मा रहेको छ त्रेतायुगमा नेपाललाई के नामले चिनिन्थ्यो? त्रेतायुगमा नेपाललाई के नामले चिनिन्थ्यो? अप्सनहरू ए सत्यवती, बी तपोवन, सी मुक्ति सोपान र डी नेपाल। यसको सही एन्सर रहेको छ अप्सन नम्बर बी तपोवन। प्रश्न नम्बर 10 मा रहेको छ लिच्छवी वंशका अन्तिम राजा को हुन्? लिच्छवी वंशका अन्तिम राजा को हुन्? यसका अप्सनहरू छन् जयकामदेव द्वितीय, बी जयकामदेव, सी भास्करदेव, डी विजयकामदेव। ए जयदेव द्वितीय, बी जयकामदेव, सी भास्करदेव, डी विजयदेव। यसको सही एन्सर रहेको छ अप्सन नम्बर ए जयदेव द्वितीय लिच्छवी वंशका अन्तिम राजा हुन्। प्रश्न नम्बर 11 मा छ तिब्बती भाषामा पालको अर्थ के हुन्छ? अप्सनहरू घर, बी ऊन, सी पवित्र, डी मध्य। यसको सही एन्सर रहेको छ अप्सन नम्बर बी ऊन। तिब्बती भाषामा पालको अर्थ ऊन भन्ने हुन्छ। प्रश्न नम्बर 12 मा रहेको छ लिच्छवी राजा मानदेवका बाबुको नाम के थियो? अप्सनहरू वृषदेव, शङ्करदेव, सी धर्मदेव, डी वसन्तदेव। यसको सही एन्सर रहेको छ अप्सन नम्बर सी धर्मदेव। लिच्छवी राजा मानदेवको बाबुको नाम धर्मदेव थियो। प्रश्न नम्बर 13 किरात वंशका प्रथम राजा यालम्बरलाई कुन युद्धसँग जोडेर हेरिन्छ? प्रश्न नम्बर 13 किरात वंशका प्रथम राजा यालम्बरलाई कुन युद्धसँग जोडेर हेरिन्छ? अप्सनहरू अप्सन नम्बर ए कलिङ्ग युद्ध, अप्सन नम्बर बी महाभारत युद्ध, अप्सन नम्बर सी सिकन्दरको आक्रमण, अप्सन नम्बर डी नन्दमयूर सङ्घर्ष। यसको सही एन्सर रहेको छ अप्सन नम्बर बी महाभारत युद्धमा यालम्बरलाई जोडेर हेरिन्छ। प्रश्न नम्बर 14 मा रहेको छ पशुपतिको ज्योतिर्लिङ्ग प्राप्त हुँदा नेपालमा कुन वंशको शासन थियो? अप्सनहरू अप्सन नम्बर ए किरात वंश, बी महिषपाल वंश, सी गोपाल वंश, डी लिच्छवी वंश। यसको सही एन्सर छ अप्सन नम्बर सी गोपाल वंश। पशुपतिको ज्योतिर्लिङ्ग सुरुमा प्राप्त हुँदा नेपालमा गोपाल वंशीहरूको राज रहेको थियो। प्रश्न नम्बर 15 मा रहेको छ पशुपति पादानुगृहीत पदवी कसले धारण गरेका थिए? फेरि पनि प्रश्न नम्बर 15 पशुपति पादानुगृहीत पदवी कसले धारण गरेका थिए? अप्सनहरू मानदेव, बी अंशुवर्मा, सी नरेन्द्रदेव, डी जयदेव तृतीय। यसको सही एन्सर रहेको छ अप्सन नम्बर बी अंशुवर्मा। प्रश्न नम्बर 16 मा रहेको छ गोपालहरूले आफ्नो नामको पछाडि कुन पदवी जोड्ने गर्दथे? गोपालहरूले आफ्नो नामको पछाडि कुन पदवी जोड्ने गर्दथे? अप्सनहरू ए वर्मा, बी देव, सी गुप्त र डी मल्ल। यसको सही एन्सर रहेको छ अप्सन नम्बर सी गुप्त। प्रश्न नम्बर 17 मा रहेको छ कतिजना महिषपाल राजाहरूले नेपालमा शासन गरेका थिए? ए 2 जना, बी 3 जना, सी 8 जना, डी 29 जना। यसको सही एन्सर रहेको छ अप्सन नम्बर बी 3 जना महिषपाल राजाहरूले नेपालमा शासन गरेका थिए। 111 वर्षसम्म जम्मा 3 जना राजाहरूले नेपालमा शासन गरेका थिए। प्रश्न नम्बर 18 मा रहेको छ किरातीहरूको मूल स्थान तामाकोशी र सुनकोशीको भूभाग हो भनी कुन वंशावलीमा लेखेको छ? अप्सनहरू ए राईट वंशावली, बी भाषा वंशावली, सी गोपाल राजवंशावली र डी कर्कपेटिक वंशावली। यसको सही एन्सर रहेको छ अप्सन नम्बर ए राईट वंशावली। राईट वंशावलीमा किरातीहरूको मूल स्थान तामाकोशी र सुनकोशी बीचको भूभाग हो भन्ने लेखिएको छ। प्रश्न नम्बर 19 मा छ किरातीहरू कुन धर्म मान्थे र कुन शास्त्रलाई आधार मान्थे? यसको अप्सनहरू छ हिन्दू र वेद, बुद्ध र त्रिपिटक, शैव र मुन्दुम, डी जैन र अगम। यसको सही एन्सर छ अप्सन नम्बर सी शैव र मुन्दुम। प्रश्न नम्बर 20 मा रहेको छ नेपालको सबैभन्दा पुरानो मूर्ति विरूपाक्ष कुन कालमा बनेको हो? अप्सनहरू ए गोपालकाल, बी किरातकाल, सी लिच्छवीकाल, डी मल्लकाल। यसको सही एन्सर रहेको छ अप्सन नम्बर बी किरातकाल। किरातकालमा विरूपाक्षको मूर्ति बनेको हो।
त्यसै गरी प्रश्न नम्बर 21 मा रहेको छ पाटन सहरको पुरानो नाम यल कुन राजाको नामबाट रहन गएको हो? अप्सनहरू यलम्बर, बी यक्षमल्ल, सी रत्नमल्ल, डी जयदेव। यसको सही एन्सर रहेको छ अप्सन नम्बर ए यलम्बर। यलम्बरको नामबाट पाटन सहरको पुरानो नाम यल रहन गएको हो। प्रश्न नम्बर 22 मा रहेको छ मौर्य सम्राट अशोककी छोरी चारुमतीको विवाह कोसँग भएको थियो? अप्सनहरू ए देवपाल, बी भूमिवर्मा, सी अंशुवर्मा, डी सिद्धार्थ। यसको सही एन्सर रहेको छ अप्सन नम्बर ए देवपाल। देवपालसँग चारुमतीको विवाह भएको थियो। प्रश्न नम्बर 23 मा रहेको छ मौर्य सम्राट अशोक कसको पालामा लुम्बिनी आएका थिए? सम्राट अशोक कसको पालामा लुम्बिनी आएका थिए? ए यलम्बर, बी जितेदस्ती, सी स्तुको, डी गस्ती। यसको सही एन्सर रहेको छ अप्सन नम्बर सी स्तुको। स्तुकोको पालामा मौर्य सम्राट आफ्नै छोरी चारुमतीलाई लिएर नेपाल आएका थिए र त्यति बेलै देवदत्तसँग विवाह गरेका थिए। प्रश्न नम्बर 24 मा रहेको छ अशोक स्तम्भमा कुन भाषा र लिपिको प्रयोग गरिएको छ? अशोक स्तम्भमा कुन भाषा र लिपिको प्रयोग गरेको छ? ए संस्कृत र देवनागरी, बी पाली र ब्राह्मी, सी नेवारी र रञ्जना, डी तिब्बती र सपोटा। यसको सही एन्सर रहेको छ अप्सन नम्बर बी पाली र ब्राह्मी भाषाको प्रयोग गरिएको छ। प्रश्न नम्बर 25 मा रहेको छ किराँत कालमा राजालाई के भनिन्थ्यो? अप्सनहरू ए भातगार, बी ह्याङ, सी तमियाङ, डी अमात्य। यसको सही एन्सर रहेको छ अप्सन नम्बर बी हाङ। हाङ भनेर चाहिँ किराँती राजाहरूलाई किराँतकालमा भनिने गर्दथ्यो। प्रश्न नम्बर 26 मा रहेको छ लुम्बिनीमा रहेको अशोक स्तम्भको उचाइ कति छ? अप्सनहरू ए 15 फिट, बी 20 फिट, सी 25 फिट, डी 30 फिट। यसको सही एन्सर रहेको छ अप्सन नम्बर बी 20 फिट। 20 फिटदेखि 6 मिटरसम्म 20 फिट अथवा 6 मिटर लामो भनेर भनिने गरिन्छ। प्रश्न नम्बर 27 मा रहेको छ सोमवंशी राजाहरूको शासन केन्द्र कहाँ थियो? सोमवंशी राजाहरूको शासन केन्द्र कहाँ थियो? अप्सन नम्बर ए गोकर्ण, बी मातातीर्थ, सी गोदावरी, डी हाँडीगाउँ। यसको सही एन्सर रहेको छ अप्सन नम्बर सी गोदावरी। गोदावरीमा सोमवंशी राजाहरूको शासन केन्द्र अथवा राजधानी थियो। प्रश्न नम्बर 28 मा रहेको छ लिच्छवीहरू मूलतः कुन वंशका मानिन्छन्? ए चन्द्रवंशी, बी सूर्यवंशी, सी अग्रवंशी, डी पितृवंशी। यसको सही एन्सर रहेको छ अप्सन नम्बर बी सूर्यवंशी। लिच्छवीहरू सूर्यवंशीका मानिन्छन्। प्रश्न नम्बर 29 मा रहेको छ लिच्छवी शासनको पहिलो प्रमाणित अभिलेख कुन हो? ए टिस्टुङको अभिलेख, बी चाँगुको अभिलेख, सी पशुपतिको अभिलेख, डी मालीगाउँको अभिलेख। यसको सही एन्सर छ अप्सन नम्बर बी टिस्टुङको अभिलेख। राजा मानदेवले राखेको चाँगुको अभिलेख चाहिँ लिच्छवी शासनकालको पहिलो प्रमाणित अभिलेख भनेर बुझिन्छ। नेपाल भनेर लेखेको चाहिँ टिस्टुङको भयो, प्रमाणित चाहिँ चाँगुको भनेर थाहा पाइन्छ। प्रश्न नम्बर 30 मा रहेको छ नेपालको इतिहासको स्वर्णयुग भनेर कुन काललाई चिनिन्छ? अप्सनहरू किराँतकाल, लिच्छवीकाल, मल्लकाल र शाहकाल। यसको सही एन्सर रहेको छ अप्सन नम्बर बी लिच्छवीकाल। लिच्छवीकाललाई नेपालको इतिहासको स्वर्णयुग भनेर पनि चिनिन्छ। प्रश्न नम्बर 31 मा रहेको छ राजा मानदेवको राज्य सिमाना पूर्वमा कहाँसम्म फैलिएको थियो? अप्सनहरू ए त्रिशुली, बी दुधकोशी, सी कोशी र डी मेची। यसको सही एन्सर रहेको छ अप्सन नम्बर सी कोशीसम्म राजा मानदेवको पूर्वको सिमाना फैलिएको थियो। प्रश्न नम्बर 32 मा छ स्वती नेपाली भ्य भनेर नेपालको कल्याण होस् भनेर लेख्ने राजा को हुन्? ए मानदेव, बी नरेन्द्रदेव, सी अंशुवर्मा, डी वसन्तदेव। यसको सही एन्सर छ अप्सन नम्बर डी वसन्तदेव। टिस्टुङको अभिलेखमा वसन्तदेवले नेपालको कल्याण होस् अथवा स्वस्ति नेपाली भ्य भनेर लेखेका थिए। प्रश्न नम्बर 33 मा रहेको छ प्रजा हितैषी राजा भनेर कुन लिच्छवी राजालाई चिनिन्छ? ए वसन्तदेव, बी मानदेव, सी अंशुवर्मा र डी नरेन्द्रदेव। यसको सही एन्सर रहेको छ अप्सन नम्बर सी अंशुवर्मालाई प्रजा हितैषी राजा भनेर चिनिन्छ।
प्रश्न नम्बर 34 मा रहेको छ बालकको साल नाल काट्ने चलन कसले चलाएका हुन्? ए मानदेव, बी अंशु वर्मा, सी नरेन्द्र देव, डी पूर्णकामना देव। यसको सही एन्सर रहेको छ अप्सन नम्बर बी अंशु वर्मा। अंशु वर्माले बालकको साल नाल काट्ने चलन चलाएका हुन्। प्रश्न नम्बर 35 मा रहेको छ लिच्छवी राजा मानदेवका 3 रानीहरूमध्ये कुन नाम सही छ? लिच्छवी राजा मानदेवका जम्मा 3 रानीहरू थिए, तीमध्ये कुन चाहिँ सही छ? ए भोगनी, गुणवती र क्षेत्रसुन्दरी, बी चारुमती, कुमारी देवी र राज्यवती, सी बिन्दुमती, अनन्त देवी र वत्सला, डी यशोधरा, भृकुटी र बिम्बा। यसको सही एन्सर रहेको छ अप्सन नम्बर ए भोगनी, गुणवती र क्षेत्रसुन्दरी। प्रश्न नम्बर 36 मा रहेको छ लिच्छवी कलकेतु भनेर कसलाई चिनिन्छ? ए शिवदेव, बी नरेन्द्र देव, सी वृषदेव, डी जयदेव। यसको सही एन्सर रहेको छ बी नरेन्द्र देवलाई लिच्छवी कलकेतु अथवा पूर्णचन्द्र भनेर चिनिन्छ। प्रश्न नम्बर 37 मा रहेको छ रातो मच्छिन्द्रनाथको रथयात्रा र भोटे जात्रा कसले चलाएका हुन्? ए गोडाकामदेव, बी मानदेव, सी अंशु वर्मा, डी नरेन्द्र देव। यसको सही एन्सर रहेको छ अप्सन नम्बर डी नरेन्द्र देव। नरेन्द्र देवले रातो मच्छिन्द्रनाथको जात्रा र भोटे जात्रा चलाएका हुन्। प्रश्न नम्बर 38 मा रहेको छ श्री शान्ति उपनामले चिनिने राजा को हुन्? ए प्रचण्डदेव, बी गोडाकामदेव, सी भास्करदेव, डी उदयदेव। यसको सही एन्सर रहेको छ ए प्रचण्डदेव। प्रचण्डदेवलाई श्री शान्ति उपनामले पनि चिनिन्छ। प्रश्न नम्बर 39 मा रहेको छ कान्तिपुर सहरको निर्माण कसले गरेका हुन्? ए रत्न मल्ल, बी गोडाकामदेव, सी प्रताप मल्ल, डी जयप्रकाश मल्ल। यसको सही एन्सर रहेको छ अप्सन नम्बर डी गोडाकामना देव। गोडाकामना देवले कान्तिपुर सहर बसालेका हुन्। त्यसपछि छ प्रश्न नम्बर 40 मा लिच्छवी कालमा कुथेर अधिकारहरूले के गर्थ्यो? ए विवाह र पारपाचुके, बी जग्गा जमिन र मालपोत, सी कुरो र बाटोघाटो, डी रक्षा र सुरक्षा। यसको सही एन्सर छ अप्सन नम्बर बी जग्गा जमिन र मालपोतको बारेमा हेर्ने अड्डालाई कुथेर भनिन्थ्यो। प्रश्न नम्बर 41 मा रहेको छ गोडाकामदेवले कान्तिपुर सहर बसाउँदा कतिवटा घरहरू निर्माण गरेका थिए? ए 10,000, बी 18,000, सी 5,000, डी 24,000। यसको सही एन्सर रहेको छ अप्सन नम्बर बी 18,000 घरहरू बनाएर कान्तिपुर सहर बसालेका थिए। प्रश्न नम्बर 42 मा रहेको छ जिल्लालाई लिच्छवी कालमा के भनिन्थ्यो? ए ग्राम, बी तल, सी विषय, डी ड्रङ। यसको सही एन्सर रहेको छ अप्सन नम्बर सी विषय। जिल्लालाई लिच्छवी कालमा विषय भनिन्थ्यो। प्रश्न नम्बर 43 मा रहेका छ भारतका सम्राट चन्द्रगुप्त प्रथमले नेपाल कुन लिच्छवी राजकुमारीसँग विवाह गरेका थिए? चन्द्रगुप्त प्रथमले नेपालको कुन राजकुमारीसँग विवाह गरेका थिए? ए भृकुटी, बी चारुमती, सी कुमारी देवी, डी राज्यवती। यसको सही एन्सर रहेको छ अप्सन नम्बर सी कुमारी देवीसँग चाहिँ चन्द्रगुप्त प्रथमले विवाह गरेका थिए। प्रश्न नम्बर 44 मा छ लिच्छवी कालमा भन्सार सम्बन्धी कार्य गर्ने अड्डालाई के भनिन्थ्यो? ए बजार अड्डा, बी कुथेर, सी सुल्ली, डी चौबार। यसको सही एन्सर रहेको छ कुथेर। अघि पनि हामीले भनेको थियौँ मालपोत तथा जग्गा जमिन सम्बन्धी गर्ने पनि कुथेर भयो, भन्सार सम्बन्धी गर्ने पनि कुथेर भयो। अहिलेको राजस्वले गर्ने कामहरू त्यति बेला कुथेरले गर्दथ्यो। प्रश्न नम्बर 45 मा हुन्छ सिंह जस्ता पराक्रमी र भारदारलाई अनुशासनमा राख्न सक्ने भनेर मानदेव स्तम्भमा कसलाई वर्णन गरेको छ? फेरि पनि प्रश्न नम्बर 45 सिंह जस्ता पराक्रमी र भारदारलाई अनुशासनमा राख्न सक्ने भनेर मानदेवको स्तम्भमा वर्णन गरेको छ। ए वृषदेव, बी शङ्करदेव, सी धर्मदेव, डी वसन्तदेव। यसको सही एन्सर रहेको छ अप्सन नम्बर सी धर्मदेव। धर्मदेवलाई त्यस्तो भनेर मानदेवको स्तम्भमा वर्णन गरिएको छ। प्रश्न नम्बर 46 मा रहेको छ किराँतकालको अन्त्य कुन 28औं राजाको पालामा भएको मानिन्छ? अर्थात् जम्मा किराँतकालमा 28वटा राजाले शासन गरेको मानिन्छ भने यसको अन्त्य चाहिँ कुन राजाको पालामा भएको मानिन्छ? ए यलम्बर, बी पटुको, सी गस्ती, डी जितेगस्ती। यसको सही एन्सर रहेको छ अप्सन नम्बर डी जितेगस्ती।
जितेदास्तीको पालादेखि किराँत राज्य किराँत कालको अन्त्य भएको मानिन्छ। प्रश्न नम्बर 47मा रहेको छ, लिच्छवी राजा नरेन्द्रदेवका आसनमा कुन जनावरको आकृति अङ्कित थियो? ए हात्ती, बी बाघ, सी सिंह, डी घोडा। यसको सही एन्सर रहेको छ अप्सन नम्बर सी सिंह। प्रश्न नम्बर 18मा रहेको छ, पर्ण र पुणार मध्ये कुन तामाको र कुन चाँदीको मुद्रा थियो? अप्सन ए पर्ण चाँदीको पुणार तामाको, बी पर्ण तामाको पुणार चाँदीको, सी दुवै तामाका, डी दुवै चाँदीका। यसको सही एन्सर रहेको छ अप्सन नम्बर बी पर्ण तामाको पुणार चाँदीको थियो। अप्सन नम्बर बी पर्ण तामाको र पुणार चाहिँ चाँदीको। प्रश्न नम्बर 49मा रहेको छ, विवाह सूत्र अनुसार महिषपाल वंशका प्रथम र अन्तिम राजा को हुन्? ए भुक्तमान र यक्षगुप्त, बी बरसिंह र भुवन सिंह, सी यलम्बर र गस्ती, डी निमिष र भास्कर। बी बरसिंह र भुवन सिंह। अन्तिम प्रश्न नम्बर 50मा रहेको छ, नेपाल संवाद कहिलेदेखि आरम्भ भएको मानिन्छ? विक्रम सम्वत 569, विक्रम सम्वत 935, विक्रम सम्वत 936 र विक्रम सम्वत 1825। यसको सही एन्सर हो विक्रम सम्वत 936। शङ्करदेव शाक्यले नेपाल सम्वत 1936बाट सुरुवात गरेको मानिन्छ। यसै गरी सम्म आजको लागि 50वटा क्वेसनहरू यहीँ सकिन्छ। साथै हजुरहरूलाई कुनै पनि प्रश्न भए, जिज्ञासा भए हजुरहरूले कमेन्टमा छोड्न सक्नुहुनेछ र यहाँ भएका प्रश्नहरूमध्ये 50वटामा कतिवटा मिलाउनु भयो भनेर नै कमेन्ट गर्न सक्नुहुनेछ। साथै हामीले प्राचीन इतिहासको बारेमा लगभग अहिलेसम्म सोध्न सक्ने वा सोधेका सम्भावित प्रश्नहरू सबै गठेर गरेका छौँ। बाँकी भएदेखि हामी पार्ट 3 पनि ल्याउनेछौँ अथवा हामी अर्को टपिकमा गएर अर्को विकमा हामीले अर्को टपिकका लागि नयाँ MCQहरू ल्याउनेछौँ। यति भन्दै आजको लागि बिदा हुन चाहन्छौँ। धन्यवाद।